एन्ड वेलकम ब्याक होइन। आज चाहिँ हामी के अरे कफी गाउँबाट कफी चाहिँ कसरी बनाउने भनेर भन्छौँ होइन। अब फर्स्टमा चाहिँ हाम्रो कफीहरूको बोट हुन्छ होइन, जुनमा चाहिँ यो यत्रो हुन्छ, झाँस जस्तो हुन्छ। यो सानो बोट हुन्छ, ठुलो बोट पनि हुन्न कफीहरूको होइन। अनि त्यसपछि यस्तो फलेको हुन्छ, सानो यस्तो सानो गेडाहरू फलेको हुन्छ होइन। यो गेडालाई चाहिँ सब टिप्ने क्या है। अनि यसलाई चाहिँ चुप्लाग्न यसलाई चाहिँ अब यसरी निकाल्ने है। यतातिर झुन्डेको हुन्छ, यतातिर बोर्डको यतातिर हुन्छ होइन। यहाँबाट चाहिँ यसरी निकाल्ने, चुप्लाग्न त किन पर्काउने, यस्तो हुन्छ होइन। यस्तोलाई अब निकाल्ने, अब निकालिसकेपछि अब खोज्ने है, सबै रातो टिप्ने। अब यसरी टिपेपछि ढाल्ने, यसरी फलेको हुन्छ, रातो हुन्छ नि होइन। रातो कालो है, यहाँ देख यसरी गर्ने है। दुधले चाहिँ नजिक किन ल्याउनु पर्छ भनेको भयो आजको लागि थियो होइन। अब यो हामीले यो रुख सबै क्लियर भएको कि यति धेरै भयो। छोटा हात तैँले पछि त भोलि पर्सि गरौँ ल। यता यति धेरै भएको छ, अब किन पर्छ अलिक बुझ न, यति धेरै भएको छ है, यति धेरै भएको छ। अब यसलाई चाहिँ यसको बोक्रा निकालेर यसलाई सुकाउनु पर्छ। अनि त्यसपछि सुकेपछि कफीको लागि हाफ प्रोसेस रेडी हुन्छ। ओके, यो रातो गेडाहरूलाई चाहिँ यहाँ त्यसरी राख, यहाँ देख न, यहाँ समात त पहिला चाहिँ अब यसलाई एउटा कन्टेन्ट यहाँ देख न, यहाँ देख न भिडियो हेरेर यसलाई चाहिँ अब एउटा कन्टेनरभित्र नि हाल्ने है। यस्तो गेडाहरू हुन्छ, खै देख त यहाँ राम्रो देख न, यस्तो गेडाहरू यहाँ नहेर क्या, यहाँ हेरेर बनायो क्या, यस्तोहरू हुन्छ होइन। यस्तो गरेर चाहिँ अब निकाल्ने है। अब यहाँबाट निकाल्ने यसरी, अब यहाँबाट तास्ने एउटा गरेर यसरी तास्ने, यसलाई तास्ने, निकाल्ने, तास्ने है। अब चाहिँ यो तासिसकेपछि, यो सबै तासिसकेपछि गर्ने है। भइसक्यो है, क्लियर भइसक्यो, गेडाहरू सब निकालिसक्यो नि, देखेको अन्डै भइसक्यो, सबै भइसक्यो। अब यसलाई चाहिँ अब पुरै धुने है। यसलाई चाहिँ अब पुरै पखाल्ने, धुने, यसको त्यो लेदो जस्तो हुन्छ त्यो निकाल्ने। लुगाएपछि एकछिन आज रातभरिको लागि यसलाई छोडिदिने। रातभरिको लागि छोडिसकेपछि अनि त्यहाँ भोलि चाहिँ यसलाई भुट्ने, भोलि यसलाई राखेर भुट्ने। यदि आजै सुक्यो भने आजैतिरै अहिले बेलुकातिर भुटिदिने। अब यसलाई भइसक्यो, अब यसलाई पखालौँ अनि अब यसलाई चाहिँ धुने मजाले, यसको लेदो जस्तो हुन्छ, यसलाई पुरै निकाल्ने। एकछिन कफी बनाउने यस्तो माथि तैरेको चाहिँ फालिदिने है, माथि तैरेको फालिदिने हो, तल बसेको चाहिँ बनाउने। किनकि माथि तौरेको सबै बिग्रेको हुन्छ जस्तै लाग्छ मलाई होइन। अब के हुन्छ यसरी मैले चाहिँ माथिको चाहिँ फाल्दिएँ। हालिसक्यौँ होइन, अब हालिसक्यौँ, अब यसलाई पुरै सुकाउने है। अब यस्तो हुन्छ, रगर्नु धेरै पनि होइन क्या, यसलाई यसरी छरिदिने है। छोडो सजना हातबाट चाहिँ अब यसरी हटाउने, यसको दुईवटा हुन्छ होइन, यसलाई सब यस्तो निकाल्ने, यस्तो गर्ने, यसको सबै यसलाई अब यसरी थिच्ने। यसको दुईवटा जोडेको हुन्छ, यसले एउटा जोडिन्छ मात्रै, यसो गर्यो भने चाहिँ एउटा मात्रै हुन्छ। ल भयो, अब यो भइसक्यो। अब यसलाई चाहिँ माथिबाट सुकाउने, यो चाहिँ यहाँ सुकाउने। यहाँ परेवाको बच्चा पनि छ, तल नि त परेवाको बच्चा। ल अब चाहिँ यस्तो छोड मनिक हट त, यसो अब यहाँबाट चाहिँ जाने, छोड। अब यसलाई चाहिँ यहाँनिर सुकाइदिने, यहाँनिर आजको लागि यहीँ सुक्छ। अब त्यो सुकिसकेपछि है, अब यो सबै यो गेडाहरूलाई चाहिँ अब यो सुकिसकेको छ। अब यसलाई चाहिँ यसको छाला हुन्छ, त्यो छालालाई निकालिसकेपछि अब यसलाई सब निकालेपछि यसलाई भुट्ने है। अनि यसलाई भुटिसकेपछि अनि त्यसपछि यसलाई भुटिसकेपछि कालो हुन्छ, कालो भएपछि यसलाई मिक्सरमा मिक्स गर्ने।
अब के अरे अब यसमा चाहिँ अब यसलाई भुट्ने कराईमा कालो हुन्जेलसम्म भुट्ने मैले चाहिँ यहाँ गोल्डन ब्राउन गराएँ त्यो भिडियो चाहिँ हटेछ अनि त्यसपछि अब भुटिसकेपछि मिक्सीमा हाल्ने अब मिक्सीमा हालेपछि यसलाई मजाले ग्राइन्ड गर्ने अनि अब यो ग्राइन्ड गरिसकेपछि अब यसको चाहिँ के अरे पाउडर आउँछ पाउडरलाई चाहिँ अब यहाँ हेर्नु है पाउडर आउँछ होइन अब यो पाउडरलाई चाहिँ अनि त्यसपछि छान्नुपर्छ हामीले होइन अनि हामीले यसलाई छानिसकेपछि चाहिँ अब छानेपछि चाहिँ अनि त्यसलाई अब एउटा कन्टेनर एउटा भाँडामा हाल्ने अनि त्यसपछि यो पाउडर यस्तो हुन्छ ब्राउन ब्राउन कलरको आउँछ जस्तो कफीको पनि ब्राउन त हुन्छ नि ब्राउन आएको छ कलर पनि राम्रो आएको छ लभली आएको छ है हामीले गोल्डन ब्राउन गरेको तपाईँले कालो गर्नुभयो भने झन् राम्रो कलर आउँछ अनि त्यसपछि हामीले एउटा भाँडामा हाल्यौँ भाँडामा हालिसकेपछि अब यसलाई छान्नुपर्छ यसलाई अब यसको यो सबै निकाल्ने अनि यो चाहिँ अब छानिसकेपछि है यो चाहिँ छानिसकेपछि अब यस्तो हुन्छ अब छान्ने मजाले छानिसकेपछि भाँडामा हाल्नेपछि हजुरको गाउँघरको कफी बन्यो कमेन्ट सेयर गरिदिनु यस्तो भिडियोको लागि